राइट गाइज अल राइट आई हेभ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र म आज चाहिँ स्वर्गद्वारी जाँदैछु। काम पनि छ प्लस घुमफिर पनि गर्नु पर्ला। विशेष दिन पनि रहेको छ 2083 यानि कि नयाँ वर्ष। सबैजना व्यक्तिहरूले चाहिँ नयाँ वर्षको शुभकामना। हामी चाहिँ लाग्यौँ स्वर्गद्वारीतर्फ। त्यहाँ चाहिँ विभिन्न ठाउँदेखि धेरैजना मानिसहरू आउनुभएको रहेछ। नेपाल इन्डिया अब अन्य ठाउँदेखि पनि हुनुहुन्छ होला सायद। बाटो चाहिँ एकदमै उकालो थियो, सिडी चढ्ने लगभग 554वटा सिडी छ अरे। अनि त्यसपछि ढौ भयो। ढौ भइसकेपछि हामीले चाहिँ विश्राम ल्यायौँ। त्यसको केही समयपछि चाहिँ हामी मन्दिर पुग्यौँ। मन्दिर पुगिसकेपछि धेरै छैनन् यो मानिसहरू जस्तो लागिरहेको थियो। तर त्यहाँ तल जाँदाखेरि चाहिँ यति धेरै मानिसहरू हुनुहुँदो रहेछ। आजको माहौल चाहिँ धेरै तात्तिएको थियो र प्रसाद ल्याउनको लागि पनि पुरा लाइन लागिराख्नु परिरहेको थियो। र पारि जुन तपाईँहरूले देख्नु भएको छ त्यो चाहिँ मेन मन्दिर बन्दैछ। हल्का भए पनि पूजापाठ गरियो अनि त्यसपछि चाहिँ हल्का घुमफिर गरियो अनि फर्किने निधो गऱ्यौँ। फेरि लाग्यौँ हामी ओह्रालीतर्फ। गइसकेपछि त्यहाँ एउटा मेला लागिरहेको थियो। भोलि पनि लाग्ने तर आज चाहिँ लागेको थियो। त्यसपछि म बाइक चलाउन ठाउँमा। यति भन्दै म आजको भ्लग यहाँ इन गर्न चाहन्छु। अब सबैजनालाई मन पऱ्यो होला, मन नपरे पनि भन्नु होला। म चाहिँ बिस्तारै गर्नेछु। ह्याप्पी न्यु इयर टु अल। बाई बाई गाइज।